चाउचाउ ल्याइदिन्छु चाउचाउ खाऊ भन्नु छैन माटो खाऊ भनेर ल बर्कले भट्टो ए राधरे बाडा ए रिब्लो बाटो ए चारवाले भर्से ए मेराले धर्से ए भर्मेरा भयो ए राधरे बाडा ए रिब्लो बाटो ए ट्र्याक्टर बस्यो सो हेलो गाइज वेलकम ब्याक टु माई ब्लग आई होप सो जना सन्चै आरामै हुनुहुन्छ होला म पनि सन्चै आरामै छु फ्रेन्ड एन्ड फाइन छु भोइस हल्का सुके के भन्छ हामी चाहिँ यता अब अर्को गाउँमा आएको छौँ भोलि खेल्नको लागि अनि हिजोको के भन्छ भिडियो चाहिँ जस्तो नै भयो अब आज चाहिँ म खतरा खालको भिडियो बनाउने छु हिजो जस्तै हुन्छ तर यस्तै नै अब भिडियो बनाउन पाइन्न किनकि डेक बजिरहेको हुन्छ नि त त्यही भएर अनि के भन्छ त्यहाँ खेल्दैछन् भोलि चाहिँ अगाडि अब हामी यतातिरबाट खेल्दै जा अब टेक लिएन एउटा पहिला लग भाइ उतै छाड्दैछ नत्र अनि के भन्छ डेक ल्याउन बिर्सेछु त्यही भएर यसलाई भनेको मानिराखेन अब हामी चाहिँ के भन्छ पुरै गाउँ भ्याएर बजारमा गएर बजार पनि भ्याएर के हुन्छ त्यसपछि अब थाहा हुन्छ तँलाई पठाल्छ नि बाबु जा त्यहाँ पहिला अनि के हुन्छ म देखाउँछु हेर्दै गर्नु होला आइफोन जस्तै आउँछ यार क्यामेरा चाउचाउ ल्याइदिन्छु चाउचाउ खाऊ भन्नु छैन माटो खाऊ भनेर कैसे कैसे लोग रहते हैं यार यहाँ पर चलो तुमको पागल कुत्ते का गाड़ी उठा के ले जाएगा बता रहे हैं हम फोन पर जान मान्छे ले मैले भिडियो बनाएको छु म कहाँ जाम अब लबर नाचेको म के हुन्छ खै तर त ल को यसको लबर नि त्यो के है नाम पनि भन्दैले अहिले त सो गाइज के भन्छ हामी चाहिँ अब यताबाट पछाडि आउँदैछ न किन रोकिया नि यहाँ खेल्दैनन् पेरेमा होइन सो गाइज के भन्छ हामी चाहिँ अहिले के भन्छ हाम्रो गाउँदेखि धेरै टाढा आइसकेको छौँ भोलि खेल्दै कुकुर पनि हिँडेको छ हाम्रो साथ आइसक्यो अनि के भन्छ हामी चाहिँ अब भोलि खेल्दै खेल्दै यो भन्छ कि यो गाउँ भ्याएर पनि बजारमा गएर बजारको गाउँ पनि भ्याएर घर आउने कुरा छ तर कस्तो हुन्छ रात पर्न सक्छ रातिसम्म जतासम्म भ्याइन्छ जहाँसम्म भ्याइन्छ त्यहीसम्म चाहिँ खेल्नेछौँ हाम्रो जोस जागर अनि के भन्छ शक्ति देखाएर अनमा आइहाल्नु ल ठ्याक्कै सहिले मैले भिडियो खोलाबाट फोन गरेँ अर्को फेरि के भन्छ अनि यो गाउँ भ्याएर बजारमा जान्छौँ त्यसपछि बजार भन्नु छैन बजारमा गएर टक्क लगाएर त्यो बजार भ्याएर त्यसपछि घर जान्छौँ अनि फेरि भोलिबाट स्टार्ट हुन्छ हाम्रो के भन्छ भैली चाहिँ अगाडि ग्याङहरू कहाँ पुगिसके कहाँ गेटअप कस्तो छ ठिक छ नि गेटअप गरेर अनि के भन्छ यस्तै हो के भन्छ बोल्न चाहिँ धेरै पाइन्न डेकले गर्दा खासै गीत बजेको कारण अनि अब हामी चाहिँ यो गाउँ पुरै भ्याएर पारीको बजारमा गएर खेल्छौँ
देखिया माछाले हेर्नुहोस् अनि के भन्छ यस्तै हो तपाईँहरूलाई म देखाउँछु राम्रोसँग हेर्नु होला के देखाउँछु अब भएको जति सब देखाउँछु अनि केटाहरू पनि छन् पछाडि भोग लगाएर ल्याङ फेलिङ गरेर अब गएर एक ठाउँमा बसेर चाउचाउ पनि खाइन्छ त्यसपछि फेरि स्टार्ट हुन्छ हाम्रो नाचो चाहिँ आगो पलिहाल्यो मेरो खुट्टामा यार पुरै छरान पऱ्यो म भने यो टोकेले त पाल च्यात्न लागि पत्थर लगाएर पाल च्यात्न लागि त के इने धागो उम्कीको भन्न माछाले कहाँ धागो यो धागो उम्कीको त्यो धागो कहाँ सिलायो डिजाइन मात्र त्यो भित्र हुन्न सिलाउनु त सिलाउनु पर्छ नि कसले खोज्यो चाउमिन ढिलै हुने हो त पछाडि आयो जाऊ पल्लोपट्टिको दोनो पकाउँछ नि त राउन्ड भयो नबिर्सिनु है एक जोडी जग्गा अब गाइस के भन्छ हामी चाहिँ टिकुसिकु लाएर अब आइसक्यौँ पछाडि केटाहरू पनि आइसके केटाहरू त नै एउटा भाइ आयो अब रेडी भएर अरू आउँछन् त्यसपछि हामी फेरि अब भैलीमा जान्छौँ भैलीमा गएर मजाले अब के भन्छ यो बिचको लाइन र माथिको लाइन भ्याउनु छ आज रातभरि खेलेर त्यसपछि भोलि चाहिँ हामी अन्त नै जाने प्लान हो के हुन्छ टिकु लाउन चाहिँ लास्टै भन्दा नि लास्टै ढिलो भयो किनकि मान्छे धेरै भएर पालो लास्टमा आयो नि त त्यही भएर अब चाहिँ हामी घरमा गएर कभर सभर चेन्ज गर्छौँ त्यसपछि फेरि भैलीमा गएर ज्याम कि गेम खेल्छौँ भैली अस्ति चाहिँ म खतरा बिराम भएर सुत्दिएको भिडियो नि बनाउनु पाएन अब भिडियो पनि लास्ट छोडो भएको छ के त यत्तिकै हेर्नुपर्ने हुन्छ किनकि भिडियो बनाउने वातावरण नै भएन त्यही भएर अब चाहिँ म के भन्न चाहन्छु भने सबैजनाले सपोर्ट गरिदिनु होला अनि आजको भिडियो चाहिँ यति नै हुन्छ भन्दै म चाहिँ बिदा लिन चाहन्छु म बिराम भएको छु त्यही भएर बोल्न नि सक्दिनँ भन्दै बिदा लिन्छु इन्स्टाग्राममा फलो गर्नु होला अनि सपोर्ट गरिदिनु होला भन्दै बिदा लिए जय नेपाल।